हो यही ठाउँ हो जहाँ अहिले तपाईले भिडियो देखिरहनु भएको छ रामबहादुर बमजनको त्यहाँ जुन ओडारमा चाहिँ फोटो राखिएको छ त्यही ठाउँमा उहाँ 10 महिना चाहिँ तपस्या गर्नको लागि बस्नु भएको थियो। झन्डै 10 महिनाको समय चाहिँ यसरी रामबहादुर बमजनज्यू तपस्यामा बस्नु भएको यो पुरानो दृश्य हो। सबैभन्दा पहिलो पटक यहाँ आएर यसरी बस्नु भएको थियो। त्यसपश्चात अहिले यो ठाउँलाई सजाइएको छ विभिन्न होर्डिङ ब्यानरहरू होर्डिङ बोर्डहरू तपाईले यतापट्टि देख्न सक्नुहुनेछ रामबहादुर बमजनज्यूको र यहाँ चाहिँ हल्ला नगरिकन शान्त बस्नको लागि अनुरोध पनि गरिएको छ, आग्रह पनि गरिएको छ र यस्ता करिबन 45 मिनेटसम्म उहाँको शरीरमा दीप प्रज्वलन अग्नि प्रज्वलन भएको थियो। त्यो यो ठाउँ त्यही हो। यही ठाउँमा बस्दा बस्दै यही ठाउँमा शरीरबाटै आगो लाग्ने ठाउँ गइरहेका छौँ। यहाँ एउटा गेट छ, जुत्ता चप्पल चाहिँ यहाँ निषेध गरिएको छ भित्र छिर्नको लागि। हामी जुत्ता चप्पल खोलेर त्यस पश्चात भित्र छिर्नेछौँ गेटबाट। र यो तपस्या स्थल हो जहाँ तपाईले यो बार गेट देख्न सक्नुहुन्छ। हार्दिक स्वागत छ, म प्रदीप गौतम। दर्शक महानुभावहरू, यति बेला म बाराको निजगढ नगरपालिकामा छु। निजगढ नगरपालिका वडा नम्बर 12 को यो हलखोरिया जंगलको विशेष ठाउँ। तपाईले यो ठाउँमा आइरहँदा पक्कै केही विषय पक्कै केही कुराको याद गर्नु भएको होला। आजभन्दा झन्डै 20 वर्ष अगाडि 2062 सालको समयमा यो हलखोरिया तपस्या स्थलमा रामबहादुर बमजन जो यो हलखोरिया जंगलमा चाहिँ लामो समय तपस्याको लागि बस्नु भएको थियो। र आज 20 वर्ष बितिसकेको छ, 20 वर्ष भइसकेको छ उहाँ यो तपस्या स्थलमा तपस्या गर्न बस्नु भएको। त्यस पश्चात अहिले तपस्या स्थलको अवस्था कस्तो छ भनेर रिपोर्टिङ गर्नको लागि हामी यहाँ आइपुगेका छौँ। फिल्ड रिपोर्टिङको लागि, ग्राउन्ड रिपोर्टिङको लागि यहाँ आइपुगेका छौँ। 2062 सालमा उहाँ घर छोडेर यो तपस्या स्थल सबैभन्दा पहिलो पटक तपस्या गर्न बस्नु भएको ठाउँ यही हो, हलखोरियाको यो तपस्या स्थल जहाँ उहाँ 10 महिना तपस्या बस्नु भएको थियो। आउनुहोस् यो ठाउँ कस्तो छ हामी भित्रै गएर तपाईहरुलाई देखाउनेछौँ। फ्रेममा पनि तपाईले देख्न सक्नुहुनेछ यो किसिमको सजावट, यो किसिमको बार घेर गरिएको छ, निकै नै सुन्दर बनाइएको छ, निकै नै चिटिक्क बनाइएको छ। यसलाई संरक्षण गरेर राखिएको छ। यहाँको एउटा समितिले यसलाई संरक्षण गरेर चाहिँ एउटा पर्यटकीय क्षेत्र जस्तो हेर्न लायक ठाउँ बनाएको स्थिति छ। भित्र गएर हामी तपाईलाई यसको स्वरूप देखाउन गइरहेका छौँ। यहाँ एउटा गेट छ, जुत्ता चप्पल चाहिँ यहाँ निषेध गरिएको छ भित्र छिर्नको लागि। हामी जुत्ता चप्पल खोलेर त्यस पश्चात भित्र छिर्नेछौँ गेटबाट। र यो तपस्या स्थल हो जहाँ तपाईले यो बार गेट देख्न सक्नुहुनेछ। लाइटिङको कामहरू छ, फलामहरू यहाँ जडान गरिएको छ, यहाँ कार्पेट बिछ्याइएको छ। यो ठाउँबाट भित्र प्रवेश गर्नको लागि अलिकति हामी अगाडि प्रवेश गर्यौं भने रामबहादुर बमजन जो लिटल बुद्धले पनि परिचित हुनुहुन्थ्यो, उहाँ यो तपस्या स्थलमा 10 महिना झन्डै तपस्या गर्नको लागि बस्नु भएको छ। हो यही ठाउँ हो जहाँ अहिले तपाईले भिडियो देखिरहनु भएको छ रामबहादुर बमजनको त्यहाँ जुन ओडारमा चाहिँ फोटो राखिएको छ त्यही ठाउँमा उहाँ 10 महिना चाहिँ तपस्या गर्नको लागि बस्नु भएको थियो। र त्यस पश्चात उहाँ अर्को हलखोरिया जंगलमा जानुभयो र त्यहाँ पनि लामो समय तपस्या बस्नुभयो। झन्डै 6 वर्ष तपस्या त्यहाँ बस्नु भएको भन्ने जानकारी हामीले प्राप्त गरेका छौँ। त्यस पश्चात उहाँ सिन्धुली जानुभयो। क्रमशः विभिन्न ठाउँमा चाहिँ तपस्या गर्नुभयो, तपस्या बस्नुभयो। सुरुवाती तपस्या गरेको ठाउँमा हामी आज आइपुग्दाखेरि यहाँको अवस्था बारे तपाईहरुलाई हामीले जानकारी गराइरहेका छौँ। आजभन्दा 20 वर्ष अगाडिको यो समय, 20 वर्ष अगाडिको रामबहादुर बमजन तपस्या गरेको ठाउँ यही हो। यो ठाउँमा जुन तपाईले फोटो देखिरहनु भएको छ त्यही ठाउँमा उहाँले चाहिँ तपस्या गर्नुभएको थियो, त्यहाँ बस्नु भएको थियो। 10 महिना उहाँ बस्नु भएको भन्ने किसिमको जानकारी हामीले प्राप्त गरेका छौँ। र अहिले यो ठाउँलाई चाहिँ पर्यटकीय क्षेत्रको रूपमा विकास गरिएको छ। थुप्रै मान्छेहरू घुमफिरको लागि यहाँ आउनुहुन्छ। यो ठाउँ कस्तो छ, पहिले भन्दा अहिले कतिको फरक छ, कतिको फरक बनाइएको छ भनेर बुझ्नको लागि आउनु भएको छ। साँच्चै अहिले सुन्दर बनाइएको छ, चिटिक्क बनाइएको छ। उहाँको स्मरणमा, उहाँको नाममा विभिन्न समयमा चाहिँ विभिन्न कार्यक्रमहरू पनि हुने गर्दछन्, पूजापाठ प्रार्थनाहरू पनि हुने गर्दछन्। यहाँको संस्थाले, यहाँको आयोजकले आयोजना पनि गर्ने गर्दछ। र हामी यो सन्दर्भमा थोरै केही कुराकानी गर्ने प्रयास गरिरहेका छौँ।
तत्कालीन प्रवक्ता हुनुहुन्थ्यो यो समितिको सियाराम कुँवर जी हामीसँग हुनुहुन्छ। हामी यो तपस्या स्थलबाट केही कुराकानी गर्ने प्रयास गरिरहेका छौँ। नमस्कार। नमस्कार। आज हामी यो तपस्या स्थलमा छौँ होइन, झन्डै हामीले सुने अनुसार चाहिँ 20 वर्ष जतिको समय भइसकेको छ। 6 महिना एराउन्ड 10 महिना यहाँ तपस्या गर्न बस्नुभयो भन्ने किसिमको कुरा पनि छ। खासमा अलिकति यसको स्वरूप कसरी यो परिवर्तन सम्भव भयो, अहिले के कस्तो संरचना हामी यहाँ देख्न सक्छौँ, थोरै बताइदिनुहोस् न। धन्यवाद प्रदीप जी। म सियाराम कुमार, यो तपस्या स्थलको प्रारम्भिक समितिको सदस्य एवं तत्कालीन समयमा मलाई सो समितिको प्रवक्ताको रूपमा पनि एउटा चयन गरिएको थियो। यसमानेमा आज यस विषयमा आफ्ना केही कुरा राख्न पाउँदा म गौरवान्वित भएको पनि छु र तपाईलाई म मार्फत तपाईको च्यानललाई पनि धन्यवाद दिन चाहन्छु। वास्तवमा उहाँ 2062 जेठको 2 गते साधनामा ध्यानमा लिनु हुनको निमित्त प्रथम पटक अहिले हामी जहाँ छौँ यो स्थानमा चाहिँ उहाँ आएर यो पिपलको बोटको टोडको ओडार जस्तो देखिएको स्थानमा तपस्यामा लीन हुनुभयो र प्रारम्भिक समयमा अहिले जो देखिएको छ यस्तो संरचना त्यतिखेर थिएन। उहाँ प्रकृतिमै रमाउनु भएको थियो र उहाँ यस स्थानमा आएर तपस्यामा लीन भइसके पश्चात करिब 10 महिना निराहार निर्जल तपस्यामा लीन हुनुभयो। त्यस बखतमा उहाँको त्यो तप साधना ध्यानलाई दृश्यावलोकन गर्न दैनिक रूपमा हजारौं दर्शनार्थी उहाँका अनुयायीहरूको चाहिँ हामीले घुइँचो हेर्यौं। के हो त यो वास्तवमा रियालिटी के हो भन्ने कुरालाई दृश्यावलोकन गर्न राज्यका ठुलठुला उच्च पदस्थ अधिकारीहरूको पनि यहाँ हामीले त्यस बखत यसको दृश्यावलोकन अनुगमन निरीक्षण गर्ने चाहिँ हामीले पायौं त्यो बेला। र यो त्यही ठाउँ हो, सोही 10 महिनाको अवधिमा यहाँहरूले कतै कतै उहाँको भिडियो चिप्स पनि हेर्नु भएको होला। उहाँको शरीरमा स्वतःफूर्त रूपमा आफै अग्नि प्रज्वलन दीप प्रज्वलन पनि भएको ठाउँ यही नै हो। करिबन 45 मिनेटसम्म उहाँको शरीरमा दीप प्रज्वलन अग्नि प्रज्वलन भएको थियो। त्यो यो ठाउँ त्यही हो। यही ठाउँमा बस्दा बस्दै यही ठाउँमा शरीरबाटै आगो लागेको थियो है। हजुर। अनि अहिले जस्तो देखिएको प्रारम्भिक समयमा चाहिँ यस्तो यहाँको पूर्वाधार व्यवस्थापन जुन छ स्थापना कालमा प्रारम्भिक समयमा यो थिएन, हुने सम्भव पनि भएन। बिस्तारै बिस्तारै यो समिति मार्फत यसलाई अहिले व्यवस्थित गरिएको छ र वास्तवमा हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने यो स्थल भनेको हाम्रो लागि एउटा र उहाँको साधना भनेको हाम्रो लागि एउटा अमूल्य निधि हो। यसले हामी सबैले संरक्षण गर्नुपर्दछ भन्ने चाहिँ मेरो विचार छ। भनेको त्यस बेला पनि जुन हजारौं अनुयायीहरू चाहिँ हजारौं पर्यटक आन्तरिक बाह्य पर्यटकहरू आउने गर्दथे यहाँ उसको लागि हैन। अहिले चाहिँ के छ, अहिले कतिको आउनुहुन्छ घुमफिर गर्नको लागि, हेर्नको लागि यो तपस्या स्थल कस्तो छ भनेर? त्यस बेला उहाँ भौतिक रूपमै यही तपस्यामा लीन हुनुभएको हुँदाखेरि त्यति बेला त हामीले थाम्नै नसक्ने असंख्य उल्लेखनीय चाहिँ दैनिक रूपमा बिहान 6 बजेदेखि साँझको 6 बजेसम्म अत्यन्त ठुलो मात्रामा चाहिँ दर्शनार्थी र अनुयायी शुभचिन्तकहरूको चाहिँ त्यतिखेर भिड हुन्थ्यो। अहिले करिब 10 महिनापछि उहाँले यो स्थान छोडेर गइसके पश्चात र वर्तमान समयमा चाहिँ यो स्थान यो ठाउँमा त्यति बेला जस्तो चाहिँ घुमफिर गर्न आउने पर्यटक गर्न आउने मान्छेहरू चाहिँ संख्या कम छ। यद्यपि आउनुहुन्छ उहाँहरू दृश्यावलोकन गरेर जानुहुन्छ। त्यति बेला त एउटा जात्रा माहौलै महाकुम्भ मेलाको जस्तो हुने गर्दथ्यो र सबै करिबन दिनमै 100-200 वटा 4 पाङ्ग्रे गाडी, बस, टाटा डिआईहरू, अब बाइकको त कुरै नगरौँ, पैदल अनुयायी
उत्साहजनक रूपमा त्यस बखत चाहिँ भिड हुन्थ्यो। तर तथापि अहिले पनि यो ठाउँ कस्तो हो के हो भन्ने कुरालाई दृश्यावलोकन गर्न यहाँ चाहिँ यसको बारेमा बुझ्न समय मिलाएर चाहिँ दर्शनार्थीहरू आउने नै गर्दछन्। हुन्छ, अलिकति हिँड्दै अलिकति कुराकानी गरौँ। जस्तो यो तपस्या स्थलमा चाहिँ जुन यो बार घेर अहिले गरिएको छ होइन, एउटा सजावट बनाइएको छ, यसबारेमा के भन्नुहुन्छ? अब स्थापना कालमा खास गरिकन लिटल बुद्ध अर्थात् तपस्वी रामबहादुर बमजनका नामले सुपरिचित हुनुहुन्थ्यो उहाँ। अब हामीले उहाँ यस स्थानबाट प्रस्थान गरिसके पश्चात अहिले आएर हामीले पनि जानकारी पाएका छौँ भने उहाँ बुद्धको मैत्री बुद्धको अवतारको रूपमा आफूलाई घोषणा गर्नुभएको छ। र मैले अघि पनि भने कि स्थापना कालमा यो घेरबार यतिको सजावट यो केही पनि थिएन। मैत्री बुद्धको रूपमा आफूलाई घोषित भइसकेपछि फेरि पनि उहाँको एउटा यो ठाउँलाई जगेर्ना संरक्षण गर्नका लागि समिति गठन भएको छ। जिल्ला स्तरमा, स्थानीय स्तरमा, केन्द्रीय स्तरमा मैत्रीय बुद्ध समिति छ। त्यस समितिको पहलमा यो ठाउँलाई मैले अघि नै पनि भने कि यो ठाउँ एउटा पर्यटन प्रवर्धनको रूपमा चाहिँ फस्टाउने प्रचुर सम्भावना रहेको हुँदा यसको संरक्षण गर्नुपर्दछ र यो हाम्रो लागि एउटा ऐतिहासिक तथ्य पनि हुन सक्छ। त्यसकारण मैत्री बुद्ध समिति अहिले वर्तमान समितिले यसलाई चाहिँ यसको संरक्षण, यसको घेरबार यो जुन किसिमको अहिले हामी यहाँ व्यवस्थापन देखिरहेका छौँ त्यस समिति मार्फत नै यहाँ यो सबै कुराहरू व्यवस्थित हुँदै आएको कुरा र भइरहेको कुरा म यहाँहरूलाई विदित गराउन चाहन्छु। अन्त्यमा चाहिँ जस्तो विभिन्न समयमा पूजापाठहरू पनि यहाँ यज्ञहरू पनि लगाइने गरिन्छ होइन, प्रार्थनाहरू पनि गर्ने किसिमको कुरा हामीले यो ब्यानरबाट पनि, बाहिर रहेका ब्यानरहरूबाट पनि देखिरहेका छौँ। के कस्ता कार्यहरू यहाँ हुन्छ? अब बेला बखतमा विश्व मैत्री शान्ति पूजा उहाँको यस स्थानमा पनि भर्खरै हामीले जानकारी पाए अनुसार एउटा ठुलो विश्व मैत्री शान्ति पूजा पोखरामा सम्पन्न भयो, जसको यहाँहरूले मलाई लाग्छ सम्भवतः नेपाल टिभीबाट पनि लाइभै गरिएको थियो। त्यसै गरी सिन्धुलीको पत्थरकोटतिर अब आसन्न यो चैत्रमा उहाँको मैत्री दिवस चाहिँ चैत्रमा पर्ने गर्दछ। त्यो मैत्री दिवसको उपलक्ष्यमा उहाँको मातृभूमिमा नै ठुलो विश्व मैत्री शान्ति पूजा गर्ने एउटा योजना बनिरहेको कुरा यहाँहरूलाई म विदित गराउन चाहन्छु। र बेला बखतमा बौद्ध संस्कार अनुसार चाहिँ मोलम, पूजापाठ, न्युमने व्रतदेखि लिएर विश्व शान्ति पूजाहरू यस समितिको आयोजनामा समय समयमा यहाँ भइरहेको कुरा यहाँहरूलाई विदित गराउन चाहन्छु। धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त नमस्कार। उहाँ हुनुहुन्थ्यो सियाराम कुँवरजी, तत्कालीन समयमा यो समितिको प्रवक्ता पनि हुनुहुन्थ्यो, सदस्य पनि रहनु भएको थियो। जुन किसिमले पृष्ठभूमिमा तपाईँले चाहिँ लिटल बुद्धले परिचित रामबहादुर बमजनज्यू त्यो तपस्या स्थलमा बस्नु भएको थियो, तपस्यामा विलिन हुनुभएको थियो, 10 महिना झन्डै बस्नु भएको थियो, त्यसको पेरिफेरीमा रहेर केही कुराकानी गरेका छौँ। बाहिरबाट तपाईँहरूलाई हामी केही दृश्यहरू देखाउन चाहन्छौँ। केही होर्डिङ बोर्डहरू राखिएको छ, जस्तो यो साइडमा तपाईँ बाहिर आउनुभयो भने यसलाई पर्यटकीय क्षेत्रको रूपमा त विकास गरिएको छ, यसको सुन्दरतामा अझ मौलिकता त थपिएको छ, एउटा पार्कको रूपमा त विकास भएको छ नै। र यसको बाहिरबाट यसको सजावट अझ हेर्ने हो भने सबैभन्दा पहिले तपस्या स्थलमा बस्नु भएको थियो, यसरी बस्नु भएको थियो रामबहादुर बमजनज्यू। हामीले यो दृश्यबाट पनि तपाईँहरूलाई देखाइरहेका छौँ। झन्डै 10 महिनाको समय चाहिँ यसरी रामबहादुर बमजनज्यू तपस्यामा बस्नु भएको यो पुरानो दृश्य हो। सबैभन्दा पहिलो पटक यहाँ आएर यसरी बस्नु भएको थियो। त्यस पश्चात अहिले यो ठाउँलाई सजाइएको छ, विभिन्न होर्डिङ ब्यानरहरू, होर्डिङ बोर्डहरू तपाईँले यतापट्टि देख्न सक्नुहुनेछ रामबहादुर बमजनज्यूको। र यहाँ चाहिँ हल्ला नगरिकन शान्त बस्नको लागि अनुरोध पनि गरिएको छ, आग्रह पनि गरिएको छ। र यस्ता विभिन्न बोधि श्रवण धर्म सङ्घले चाहिँ यस्ता प्रचार सामग्रीहरू रामबहादुर बमजनको सन्दर्भमा बनाएको स्थिति छ। हामीले विभिन्न भिडियो सामग्रीहरू तपाईँहरूलाई देखाइसकेका छौँ। यहाँको स्थलगत रिपोर्टिङ
गरिसकेका छौँ। तपाईँलाई भिडियो कस्तो लागेको छ कृपया तपाईँले कमेन्ट पनि गर्न सक्नुहुनेछ र यो भिडियो यदि तपाईँलाई मन परेको खण्डमा चाहिँ सबैले सेयर पनि गरिदिनु होला। हामी यो सन्दर्भमा चाहिँ लिटल बुद्धले परिचित रामबहादुर बोम्जनको सन्दर्भमा अन्य केही भिडियो सामग्रीहरू पनि तपाईँहरूमा आज प्रस्तुत गर्दै लैजानेछौँ। तबसम्मको लागि निजगढ नगरपालिका वडा नम्बर 12 रतनपुरबाट यो हलखोरिया जङ्गल क्षेत्रबाट तपस्या स्थलबाट क्यामेरामा पुष्कर चालिसेको साथ म प्रदीप गौतम पनि बिदा हुन्छु। नमस्कार।